बाबुले आमाको सिन्दुर खोसेर मृत्युलाई अँगालो हालेको महिना नपुग्दै छिमेकी काकी चुराको आवाज झुन्डाएर मेरो घरको देउरी नाक्छिन्। दिदी, मेरो पोते चुडिएछ, गाँसिदिनु न है। वैँसैमा सेतो फेरोले बाँधिएकी आमा अरूको रातो आफ्नो हातले गाँस्छिन्। आफ्नो मन कहिले चुडियो, कसले गाँस्यो? इतिहास मौन छ। दोस्रो महिनामै घरको बारी आफै सर्दै जान्छ। ढुङ्गा खिस्किन्छ, साँधे हराउँछ, आकाश नजिकिए झैँ लाग्छ। म सोध्छु, आमा, हाम्रो आँगन किन साँगुरिँदैछ? आमाले मनको भग्नावशेष मिलाउँदै भन्छन्, छोरी, घरको मुख्य खाँबो ढलेपछि छाया पनि आश्रय खोज्छ। त्यसपछि म गन्दै जान्छु, बाबु मरेपछि के जिउँदै गाडियो भनेर। छिमेकीको अपनत्व, आफन्तको पाइला, चाडको उज्यालो, गाउँलेको नजर, अझ नाम त सबैभन्दा पहिले मारियो, विधुवा, पोइटकुवा, राडी र अन्तत बोक्सी। बाबु मरेपछि आमा जिउँदै बोक्सी बनिछिन्। गाउँमा कोही बिरामी परे दोष आमाको सासमा टाँसियो। मैँसीले दुध नदिँदा मेरो घरको तगारोमा खुर्सानीको राग पड्काइयो। म सोध्छु, आमा, तिमी किन सधैँ बिरामी? आमाले आँसु ननिस्किने गरी निल्दै भन्छन्, आफ्नी आँखा लागेछ रे। त्यही दिन म छोरी भएर उभिएँ। सिन्दुर खोसिएको दिन विधुवा बनाउने मृत्यु हो, तर बोक्सी बनाउने तिमीहरू। सम्झिराख गाउँ, मेरी आमा तिमीहरूको चुप्पीमा चोट सहेर बाँचेकी हुन्। म अब त्यो चुप्पी विरुद्ध बोल्ने आवाज हुँ।